पर्छ जस्तो लागिरहेछ। एउटा त्यो के भन्छ एउटा मुभी छ कि हिन्दीमा भाग मिल्खा भाग एउटा मोटिभेसनल मुभी छ। त्यसमा चाहिँ के भन्छ हिरो एकदम तपाईँको रनिङ च्याम्पियन हुन्छ अनि रनिङ गरिरहेको हुन्छ होइन। उसले धेरै देशलाई जित्छ। अन्तिम फाइनल गेम उहाँको पाकिस्तानसँग हुन्छ। इन्डियाको च्याम्पियन हुन्छ अनि पाकिस्तानसँग उसको गेम हुन्छ। अनि पाकिस्तानको कोचले चाहिँ त्यो मिल्खा सिंहलाई भन्यो कि तिम्रो जिन्दगीको यो आखिरी रेस साबित हुन सक्छ। अनि मिल्खा सिंहले भन्यो मैं दौडूंगा वही भी वैसे ही, मतलब म यस्तै दौड्छु। यदि मेरो जिन्दगीको आखिरी रेस साबित हुन्छ भने म त्यही तरिकाले रेस पनि गर्छु अथवा दौड्छु पनि होइन, रनिङ पनि त्यसै अनुसार गर्छु होइन। त्यस्तो कमिटमेन्ट गर्नुहोस्। यदि मेरो जिन्दगीको तपाईँले भन्नुभयो नि अब भएन भने छोड्नै पर्छ भने जस्तो लाग्छ भने अब मेहनत पनि त्यसै अनुसार गर्नुहोस् है अञ्जलीजी। एकजना विद्यार्थीले तपाईँले चिन्नुहुन्छ होला सायद, यसमा कसै न कसैको साथी हो। सङ्गीता मोतो भन्ने विद्यार्थी मैले पढाएको थिएँ ओसिसीमा हुँदाखेरि। अनि ऊ 8 क्लासमा हुँदाखेरि उसको बिहे भयो होइन। अनि उहाँको बिहे हुँदाखेरि उहाँको बुढाले पढाएको। अनि छोरा कति वर्ष 12 वर्ष पुग्दाखेरि उहाँ पढ्न आउनु भयो क्या। पढ्न चाहिँ छोरा नहुँदै उसले अनमी गरेको। छोरा भएको 12 वर्ष पछाडि लोकसेवा तयारी गर्न आउनु भयो होइन। अनि मैले एक दिन यतिकै प्रश्न